आज चाहिँ यति धेरै उज्यालो भइसकेको छ भर्खर 6:30 पनि भइसकेको छैन होइन आज के भइरहेछ भन्ने अलिकति कन्फ्युजन जस्तो खालको भइरहेछ क्या घाम उदाउन थालिसकेको छ पुरै उज्यालो यस्तो भइसके अनि किन यस्तो भइरहेको हो त आज भन्दाखेरि आजबाट चाहिँ युरोप अनि युकेमा चाहिँ टाइम चेन्ज भइसक्यो हामी फेरि 1 घन्टा ढिला गयौँ क्या 1 घन्टा पछाडि गयौँ अब नेपालमा चाहिँ नेपाल र हाम्रो टाइम भनेको चाहिँ 1 घन्टा पछाडि गयौँ फेरि यस्तो छ नेपाल र यहाँको टाइम चेन्ज भयो भनौँ न समर टाइम चाहिँ डे लाइट सेभिङ टाइम भन्छ समर टाइमलाई समर टाइम चाहिँ सकिएर अब विन्टरको टाइम स्टार्ट भयो विन्टरमा चाहिँ हामी 1 घन्टा पछाडि गयौँ फेरि अहिले चाहिँ हिजोसम्म चाहिँ 3 घन्टा 45 मिनटको मात्रै डिफ्रेन्ट थियो भने अब चाहिँ नेपाल र यहाँको टाइम भनेको चाहिँ 4 घन्टा 45 मिनटको फरक छ यसरी टाइम चेन्ज हुन्छ यहाँ चाहिँ अनि राति कति बजे टाइम चेन्ज भएको भयो भन्दाखेरि राति ठ्याक्कै 2 बज्न लाग्दाखेरि 1 बजेर रातको 2 AM हुने बेलामा चाहिँ 2 बज्न लाग्दाखेरि चाहिँ 2 नबजेर फेरि 1 बज्छ क्या त्यसरी चाहिँ टाइम चेन्ज हुँदो रहेछ मैले एक्सपिरियन्स गरेँ है समर स्टार्ट हुँदा चाहिँ मैले एक्सपिरियन्स मलाई खासै यादै भएन तर अहिले चाहिँ त्यस्तो याद भयो क्या हिजोसम्म ड्युटी आउँदाखेरि चाहिँ पुरै अन्धकार हुन्थ्यो होइन आज चाहिँ पुरै उज्यालो भइरहेको क्या ल होइन अन्धकार हुन्थ्यो यही बाटो हिजोसम्म ड्युटी आउँदा अनि आज त पुरै उज्यालो छक्कै परेँ म त होइन म ढिलो भयो क्या भनेर बारम्बार घडी पनि हेरेको कि थ्याङ्क यू